आज बिहान चाहिँ मकैबारीमा मकै खाँदाखेरि बाँदरले चाहिँ उसको बच्चा छोडिराखेछ। लु हेर्नुहोस् त ऊ अनुहार हेर्दा त यसलाई दुध दिने खालको छ अनुहार। तर के गर्नु अब मानौ त माया लाग्छ। यसले मजाले गाईको दुध चाहिँ खानु पायो। सायद यो एकदमै भर्खर भर्खर जन्मेको हुनुपर्छ र चाहिँ माउको छातीबाट चाहिँ झरेको जस्तो लाग्यो। ठिकै छ, यसले केरा पनि खायो तर दुध पनि खायो र अब चाहिँ यसलाई माउ भएकोमै म पठाइदिँदैछु जङ्गल गएर। फाइनल्ली अब यसलाई चाहिँ मैले ढुङ्गामाथि राखिदिएको छु है। अब यहाँ माउ आउँछ, माउ आउँछ। यो भिरमुनि चाहिँ माउहरू छ र मैले जङ्गलमै पुऱ्याएको छु। हेर्नुहोस् है अब आफ्नो सन्तानप्रतिको माया चाहिँ कस्तो हुन्छ भन्ने कुरो चाहिँ पशुमा पनि छ नि त। हेर्नुहोस् है त अब ल बाँदर र बाँदरले